गुड मर्निङ सबैजनालाई। अहिले हामी चाहिँ ठ्याक्कै हामी मुक्तिनाथमा पुगिसक्यो। अहिले मुक्तिनाथ अहिले बिहान हामी उठेर अहिले हामी छतमा आएर भिडियो लिइरहेको छौँ। यो चाहिँ मुक्तिनाथ मन्दिर होइन, यही त हो। यो चाहिँ मुक्तिनाथ मन्दिर। अहिले हामी त्यही मन्दिरमै जानेछौँ। वरिपरि रहेको हिमालको भ्युज हामी कैद गरिरहेका छौँ। यतातिर हिउँहरू परिरह। नेपाल एउटा स्वर्गको टुक्रा भनेको यही नै हो। यो चाहिँ छतमाथि आएर सबै यो मुक्तिनाथ मन्दिरको वरिपरि रहेको हिमालहरू यो सबै यो चाहिँ निलगिरी भयो के अरे। तपाईले यो देख्नुहुन्छ यो पुरै यो चट्टानको पहाड, जो कि त्यसमा केही पनि छैन। अलिअलि हिउँ सेतो सेतो देखिरहेको त्यो चाहिँ हिउँहरू हो, हिउँ परेको। यतातिर चाहिँ यो चाहिँ बस्तीहरू हो, यहीँको लोकल बस्ती। एक दुईटा पुरानो घरहरू देखिन्छन्। यो चाहिँ व्यवसाय गर्ने यो सबै होटलहरू हो। यहाँ चाहिँ हाम्रो सर बसन्त सर, के भन्नु छ सर? त्यस्तो केही छैन। बिहानको मौसममा चिल पारामा मुक्तिनाथको दर्शन गर्न लागेको छौँ। यसपछिको हाम्रो यात्रा 11-12 बजे निक्लेपछि हाम्रो चाहिँ यहाँबाट निक्लेपछि हामी चाहिँ मालडुङ्गा पुगेर चाहिँ त्यहाँबाट चाहिँ हाम्रो डेस्टिनेसनलाई चाहिँ कसरी परिवर्तन गर्ने भन्ने कुरामा चाहिँ हामी तिन भाइ सल्लाह गर्नेछौँ। त्यसरी आजको यात्रालाई चाहिँ हामी त्यसरी अगाडि बढाउनेछौँ।